चाहिँ के साह्रो घुम्नु गएको नि फेरि आज हनुमान जयन्तीमा के भन्छ रेलीमा गएको हो। नानी चाहिँ अगाडि कुदिसकेको छ, हेर्दै गर्नुहोस् ल। हामीहरू चाहिँ नि घरबाट ढिलो निस्केर चाहिँ टोटोमा जाँदैछु हो। मेरो चाहिँ यहाँ टोटोबाट उत्रि पनि सक्यो हो। यहीँनिर रेली चाहिँ यहीँ तलै रहेछ नि त, यहाँदेखिको तल जाँदैन अरे हो। र आज हनुमान जयन्तीको धेरै धेरै शुभकामना हजुरहरू सबैजनालाई। जसले मेरो भिडियो हेर्नुहुँदैछ उहाँहरू सबैजनालाई चाहिँ धेरै धेरै शुभकामना मेरोबाट हो। अनि यो हो हाम्रो बिरपाडाको हनुमान जयन्ती हो। मेरोमा चाहिँ धेरै जस्तो चाहिँ बिरपाडाकै फ्रेन्ड्सहरू हुनुहुन्छ, अनि उहाँहरूलाई चाहिँ भन्नै पर्दैन। अन्त कतिजना चाहिँ टाढो टाढोको पनि हुनुहुन्छ, उहाँहरूलाई चाहिँ भनिदिएको बिरपाडाको हनुमान जयन्ती यस प्रकारले मनाइन्छ हो, मेला बजार लागेको जस्तै। अनि हजुरहरू चाहिँ कता कताबाट हेर्नुहुँदैछ, हजुरहरूकोतिर चाहिँ मनाउनु भयो कि मनाउनु भएन कि कमेन्ट गरेर भनिदिनुहोस् है। हाम्रोतिर चाहिँ यस प्रकारले मनाइन्छ, एकदमै मेला बजार लागेको जस्तो एकदमै रमाइलो हुन्छ नि त। यहाँनिर चाहिँ आज चाहिँ सारा पब्लिक निस्केर चाहिँ रेली गरिन्छ हो। सारा पब्लिक निस्केर चाहिँ यो चाहिँ आज चाहिँ हाम्रै दिन हो भनेको जस्तै क्या। एकदमै अरूको चाहिँ गाडीहरूको चाहिँ चान्स हुँदैन नि त यहाँनिर चाहिँ। एकदमै सारा पब्लिक निस्केर अन्त म चाहिँ खासमा चाहिँ अगाडि गएर छिटो आएर चाहिँ भिडियो गर्नुपर्ने थियो, तर म चाहिँ अब दिमागमै आएन नि त। म चाहिँ कामसाम सकेर निस्किँदाखेरि चाहिँ म चाहिँ ढिलो भयो, अन्त म चाहिँ पछि पुगेको नि त। त्यही पनि टोटोमा चढेर छिटो छिटो पुग्यो। अन्त यो चाहिँ पछिबाट चाहिँ भिडियो गर्दैछु। अहिले लास्टमा चाहिँ अगाडि के भन्छ भगवानहरूको पनि देख्नुहुनेछ। यहाँनिर चाहिँ म चाहिँ अहिले चाहिँ पछाडि छु हो। यहाँनिर चाहिँ अहिले चाहिँ आमा र छोरा मात्रै छ, साथीहरू फेरि छोडिएको गरेर हो। अन्त यहाँ साथीहरू त भेटिहालेँ। अनि यहाँ हेर्नु सक्नुहुन्छ, यहाँ डिजे कस्तो डिजे छ भने नि मुटु ढुकढुक हुने खालको डिजे छ कि। अनि एकदमै रमाइलो पनि भइरहेको हुन्छ नि त। अनि तपाईँहरूलाई पनि त्यो रमाइलो हेर्नु मन लाग्यो भने चाहिँ मेरो लाइभमा गएर हेर्नु सक्नुहुन्छ। त्यहाँनिर चाहिँ अब गाना बजिरहेको छ, रमाइलो पनि देखिरहेछ। यहाँनिर चाहिँ अब म मात्रै बोलेको छु, साउन्ड नै छैन। अन्त साउन्ड त फेरि लाउनै भएन, अलिकति साउन्ड पनि लिनु मान्दैन नि त, कपिराइट आइहाल्छ। पहिला पनि त्यस्तो भएर कति राम्रो भिडियो डिलिट गर्नु पर्यो हो। यहाँ हेर्नु सक्नुहुन्छ पब्लिक चाहिँ कति निस्किन्छ बिरपाडामा भनेर हो। अनि नि सबै जग्गाबाट चाहिँ आफ्नो आफ्नो हिसाबले अब कसले के यसरी बनाएर ल्याउनु भएको हुन्छ गाडीमा हो। उहाँहरूले चाहिँ फर्स्ट प्राइज, सेकेन्ड प्राइज, थर्ड प्राइज यसरी पुरस्कार पाउनु हुनेछ उहाँहरूले चाहिँ हो। अनि हेर्नु सक्नुहुन्छ म चाहिँ अहिले भिडियो गर्दैछु हो। के भन्छ कता कताबाट चाहिँ त्यो चाहिँ ल्याएको, कता कताबाट ल्याएको त्यो चाहिँ थाहा भएन, तर सबै देखाउने छु। देखाउनुको लागि चाहिँ यहाँ डिजेहरू हेर्नु सक्नुहुन्छ, मुटु ढुकढुक पार्ने खालको हो। नानीहरूलाई चाहिँ छेउमा लाउनु पनि नसक्ने। अनि यहाँनिर चाहिँ घरि नघरि साथी छुटेर चाहिँ आमा छोरा मात्रै, यहाँनिर पछाडि चाहिँ एकजना आन्टी मात्रै हुनुहुन्छ हो। अर्को आन्टी र अर्को बहिनी चाहिँ कहाँ हराउनु भयो कि। अन्त यहाँनिर चाहिँ हामी तिनजना मात्रै जाँदैछु तल्ल हो। यहाँनिर चाहिँ मलाई भाइले भिडियो गरिदिने अरे कि। अनि नि भाइले भिडियो गरिदिँदैछ हो। अन्त यस प्रकारले यसरी सजाएर ल्याउनुहुन्छ सबैजनाले, मैले अघि त्यही भन्दै थिएँ। हेर्नु सक्नुहुन्छ यो चाहिँ आफ्नो आफ्नो जग्गाबाट चाहिँ निकाल्नु भएको हुन्छ रेली हो। सबै आफ्नो आफ्नो हुन्छ। हेर्नु सक्नुहुन्छ यहाँनिर बजरङ्गबलीको पनि दर्शन गरिहाल्नुहोस् है, बजरङ्गबलीको दर्शन हो। अनि चाहिँ नि हामी चाहिँ अहिले चाहिँ फेरि एकै जग्गामा बसेर भिडियो गरिरहेको छु, किनकि हामी चाहिँ पछाडि थियो र हामी चाहिँ जाँदै थियो, तर अगाडि जानेहरू चाहिँ घुमिसक्दै रहेछ कि। अन्त मैले चाहिँ पछाडि नगएर चाहिँ म चाहिँ यहाँनिर भिडियो गर्नु थालेको हो। हेर्नु सक्नुहुन्छ यो चाहिँ आफ्नो आफ्नो जग्गाबाट यसरी आएको हुन्छ, आफ्नो आफ्नो जग्गाबाट आफ्नो आफ्नो गाडीमा आफ्नो आफ्नो गाउँको चाहिँ पछाडि हुन्छ नि त। अनि हामीहरू चाहिँ त्यत्तिकै मात्रै गएको रेलीमा, तर जानु चाहिँ सालु नै जान्छौँ। अन्त भिड चाहिँ यस्तो हुन्छ मैले अघि नै भनि पनि सकेँ हो। हेर्नु सक्नुहुन्छ सबैजनाले यहाँनिर भगवानहरू पनि हो। अनि कसै चाहिँ हिँड्ने, कसै चाहिँ गाडीमा, एकदमै रमाइलो। अनि जसलाई मन पर्नु भयो, जसले मन पराउनु भयो मेरो भिडियो, उहाँहरू चाहिँ अर्को साल अवश्य आउनुहोस् होला है। अन्त यहाँनिर रमाइलो गर्नुको लागि आउनुहोस् है हजुरहरू पनि। अनि कतिजना चाहिँ यहाँ बिरपाडाको छेउछेउकोहरू पनि आउनै हुँदैन कि मेरो भिडियो हेरेर चाहिँ आउनु मन लाग्यो भने चाहिँ अर्को साल चाहिँ आउनुहोस् होला है। मलाई चाहिँ नि यही भिडियो चाहिँ गर्नु मन लागिरहेको थियो कि, तर के गर्नु पछाडिबाट गर्नु पर्यो।
कोही बात छैन, म अर्को पालि चाहिँ म छिट्टै जान्छु। यहाँ कहाँबाट चाहिँ मजाले आयुध्य बनाएर ल्याउनु भएको रहेछ हो। मलाई चाहिँ थाहै भएन नि त। अब अर्को पालि चाहिँ अलिक छिटो गएर सोध्छु ल। यहाँनिर अलिकति मात्रै भिडियो गर्नु पाएँ। राम लक्ष्मण, यहाँनिर राम भगवान, हनुमानजी है। अनि यहाँ पनि राम भगवान नै हुनुहुँदो रहेछ। मैले चाहिँ यो चाहिँ पछाडिबाट भिडियो गरेको हो। अनि कस्तो लाग्यो हजुरहरूलाई चाहिँ? यहाँनिर चाहिँ दिदी भेटाएर हो, दिदीको भिडियो पनि अलिकति गरेको। अनि हामीहरू चाहिँ यहाँनिर घर पनि फर्किँदैछु हो। अनि नानी समातेर भिडियो गर्नु चाहिँ कति साह्रो पर्छ नि त। अनि साथीहरू चाहिँ सबै छोडिसकेछ मैले चाहिँ हो। हेर्नु सक्नुहुन्छ, मेला बजार भन्दा कम चाहिँ हुँदैन। यहाँनिर चाहिँ नानीले आइसक्रिम खाने अरे भनेर कस्तो गरम नि त। अनि हामीहरू चाहिँ यहाँ रेलगेटमा बसिरहेको छु, टोटो पर्खिरहेको छु अब घर जानुको लागि। अन्त सबैजनालाई बाई बाई, थ्याङ्क यू सो मच हेरिदिनु भएकोमा।